सबैजनामा नमस्कार छ। यो हो चौथो बैरघारी रमाइलो मेला 2082 बैरघारी पिस युथ क्लबद्वारा आयोजित मेलाको आजको 5औं दिनको दृश्य मैले देखाउन गइरहेको छु। यहाँ भर्खरै म गेटबाट छिरेर यसो हेरेको दर्शक महानुभावहरूले चाहिँ सामान किनमेल गर्दै हुनुहुँदो रहेछ। किनमेल गर्दै हुनुहुन्छ र नयाँ सामानहरू झर्या छ। आज पनि नयाँ व्यापारीहरू आउनु भएको छ। लान हेर्न हेर ल हाम्रो सागरपुरालाई नि भाइरलाई एकदम कति अरे मात्र 300 कति अरे 450 मा यो चाहिँ स्पोर्टको चिसक घडी। यो चौथो बैरघारी रमाइलो मेलामा यस्तो दामी दामी घडीहरू उपर पनि रहेछ हैन। उपर पनि रहेछ। खै चस्मा ट्राई गर्दै हल्का खिच्छ। ल चस्मा है, दामी दामी चस्माहरू। ल यो चस्मा जसले चाहिँ यो भिडियो हेरेर आउँछ नि, यो चस्मा चाहिँ एकदम सुपथ मूल्यमा होइन है, सुपथ मूल्यमा छ। यो स्टल नम्बर कति हो हजुरको? 56 या छ। ल सानी रोजी ल यो भिडियो टिकटकमा, युट्युबमा, फेसबुकमा जहाँ पनि देखेर हजुरहरू आउनुहुन्छ नि, चस्माहरू सुपथ मूल्यमा दिनुभएको छ यहाँ। यतातिर भने कोही आइस गोला खाँदै हुनुहुन्छ, कोही बबल टी खाँदै हुनुहुन्छ भने कोही आइसक्रिमको मजा लिँदै हुनुहुन्छ। र आजको माहौल एकदमै तातिएको छ हिजो अस्ति भन्दा। र यता केटाकेटी खेलाउनलाई यो झुला पनि छ है। यतातिर झुला खेल्दै हुनुहुन्छ है बच्चाहरू। हो रमाइलो। ल हेर्नुहोस् कति रमाइलो छ यतातिर। अब यो झुला मात्रै नभएर आजदेखि पिङ पनि चालु भएको छ। कति रुपियाँ अरे टिकट? टिकट कति रुपियाँ? 200 अरे। 200 हो टिकटको? 200 हो। 150 यतातिर भने हामी देख्न सक्छौँ स्वादिष्ट परिकारको मजा लिनको लागि यस भिरकोट नगरपालिकाका नगर प्रमुख समेत प्रवेश गर्नुभएको छ। नास्ताको लागि स्वादिष्ट परिकार पाउन सक्नुहुनेछ यहाँ होटेलमा। भने यता स्टेजको माहौल अलगै छ। फेरि कलाकारहरूको बेजोड प्रस्तुतिका साथ दोहोरी, रत्यौरीदेखि लिएर डान्स कम्पिटिसनहरू भइरहेको छ स्टेजमा। यहाँ वरिष्ठ चाहिँ हाम्रो उद्घोषक हुनुहुन्छ राजेश भण्डारीजीले उद्घोष गर्दै हुनुहुन्छ भने कलाकारहरू दमदार प्रस्तुतिका साथ नाच्दै हुनुहुन्छ। आउनुहोस् तपाईँ पनि रमाइलो गर्नका लागि बैरघारीको रमाइलो मेला, यो चौथो रमाइलो मेलामा छिटोभन्दा छिटो आउनुहोस् है। एकदम रमाइलो माहौल तातिएको बेला छ। कतै फेरि नजिकैको मेला छुटाउनु होला।